अहिले 2 बजिरह अब बरेको घर नि हो पिकअपमा टक्क लगाएर रेडी भइसक्यो नरेश्वरले पर्खिरहेछ म त हल्का निस्किन ढिलो भयो अलिकति पुग्यो मलाई कल हान्दै होला के छ ठिक छ नि तर यहाँ आइसकेको छौँ सेल्सबेरीमा अब खै के किन्ने होला त्यो मलाई पनि थाहा छैन र मेरो भ्लग बनाउने विचार थिएन तर तपाईँले आई क्यान गिभ यु कन्टेन्ट फर अ भ्लग भनिदियो त्यो मैले बनाइदिइहालेँ खै अब के किन्ने यहाँ खोज्दैछु सामान खोज्दैछु अहिले भन्छु म किनेपछि ओए Oh my god 1043 अझै खानु ए कुन ठाउँ हो त्यो चाहिँ हाम्रो तल गएर लेफ्टमा सिजी ओए ट्याक्कै थाहा भइदिँदा क्या त्यहाँ पर्छ मामालाई लिएर जाऊँ न त त्यो भन्नु छैन हो र गरेको यहाँ चाहिँ खोजेको चिज चाहिँ पाएन है हो टक्क विशालमा मलाई फोन गरिदियो नम्बर अहिले राखिन्छ विशाल लिनु जाने भनेको बागलुङ रे मान्छे फेरि कडा खाए आज चितवन हुन्छ भोलि काठमाडौँ त्यसपछि फेरि चितवन हुन्छ त्यसपछि बागलुङ हुन्छ घरि कहाँ हुन्छ घरि कहाँ हुन्छ घरि इन्डिया पुग्छ मान्छे एकदम मिस्टिरियस छ कि मान्छे एक दिनमा ल अब चाहिँ सिजीतिर पार्किङ एरियामा छौँ हामी अनि टक्क सिजीलाई मार्को माथि जाँदै यहाँ चाहिँ दिन्छ इट्स रियली डिसपोइन्टिङ होइन कि सिजी जस्तो ठाउँमा नि टोय सेक्सनै नहुने कि नपाइरहेको अब कता मिनिसो जाने सर्च गर्दा हल्का भित्र पाएन भने किन्दिनँ कतै पनि भेटाएन क्या हामीले यार जताततै खोज्दा पनि हामीले खोजेको चिज चाहिँ भेटाउन गाह्रो अहिले चाहिँ हामी यहाँ किराना पसलमा छौँ अब त्यो दाइले खुजुरा गर्न लाग्दै हुनुहुन्छ होइन खुजुरै छैन अरे त्यो दाइसँग यस्तो हालत छ अब चाहिँ हामी स्नु खेल्न लाग्दै मन्जुश्री स्केट पार्कमा टक्क त्यहाँ स्नु पनि छ 2टा बोर्ड छ तपाईँहरू आउन मन लाग्यो भने त्यहाँ खेल्न सक्नुहुन्छ बोर्ड चाहिँ अलिकति म भन्न सक्दिनँ तर लानु भयो आउनु सक्नुहुन्छ तपाईँहरू खेल्नु हामीले चाहिँ यो किनेको अब ठ्याक्क अलिक ठुलै नोट हुन्छ हामीसँग फेरि अलिकति खुल्ला हुन्छ त्यही भएर गाह्रै हो क्या हामीलाई अलिकति है ल हाम्रो देवेन समय मगरको उल कट काट्ने रे अब टक्क कटिङ हुँदैछ हाम्रो म मात्र हो क्या कपालमा काट्नु अर्को केटीको दारी काट्दैछ खुट्टा लगाए अब टक्क देवेनको कपाल काट्दा भएपछि भेटौँ हाम्रो मोटे भाइले आफ्नो गाडी चाहिँ काटेर भइसक्यो होइन
राम्रो देखियो दाइ सेम केटी जस्तो देखियो पहिला चाहिँ केटी थियो झन् केटी देखियो ल एकछिन केटी बोल्दै ल नमस्कार सबैजनालाई म चाहिँ सुपी र आज चाहिँ म यहाँको अहिले म केही भन्नु तेरो बारेमा सबैजनालाई स्वागत छ यसको सुन पसलमा कसैलाई हातमा लाउने औँठी कानमा लाउने मुन्द्रा नाकमा लाउने खुली चाहिएको छ भने मेरो मुक्तिनाथ सम्पर्क गर्नु होला नम्बर भन्न नम्बर 9703908980 यहाँ चाहिँ सुनहरू एकदम बल बल त्यो टपिङ त्यही हो यहाँबाट किनेको मैले एफोर्डेबल प्राइस एकदम बलै बल आउनु होला यहाँ एकदम राम्रो ठाउँ है अरू के भन्न चाहनुहुन्छ मेरो बारेमा राम्रो राम्रो तपाईँको बारेमा चाहिँ के भन्नु बारेमा चाहिँ जति भन्ने कमै हो बोल्न भिडियो हेरेर पसल आउने जतिले 10% डिस्काउन्ट ओए नआए चाहिँ ल है लोकेसनमा देखाइदिन्छु है ट्याक्क यो ब्युटी चाहिँ ब्रोज भन्ने छ यहाँ ट्याक्कै यो भयो यता अब यो चाहिँ कटर चोक भयो ट्याक्कै उता कटर चोक भयो यहाँबाट आएर यता ब्युटी चोक ब्रोज भन्ने छ यो अब ठाउँ यहाँ ट्याक्कै यहाँ सिधै यता ल अब तेरो पसल भाइरल सबैजना यहीँ आउँछ मान्छे अब किन्नलाई ल एकदम सस्तोमा एकदम चित्त बुझ्दो के अरे एकदम चित्त होइन के बुझ्दो अरे एफोर्डेबल ए। सबैजनालाई ल अझै एउटा अफर राखिदिएँ मैले ल भिडियोमा भनिदिएँ मैले ल यदि तपाईँहरूले होइन 10,000 को कारोबार गर्नुहुन्छ भने यहाँ मध्ये तपाईँहरूले छानी एउटा औँठी फ्री ल है फेरि चाँदीको हो नि सबै यो के को हो यो सबै चाँदीको डायमन्डको हो यो सब यो- डायमन्ड होइन चाँदी हो एउटा चाहिँ होइन अरू सबै चाँदीको खानेको होइन मैले साँच्ची भनेको ल ए, साँच्ची हो नि साँच्ची ए, पछि गएर कस्टमर आयो भने यस्तो भनेर आयो नो भने चान्स नो चान्स केही कम्प्लेन आउनु भएन फेरि एकदम ल। चित्त बुझ्दो एकदम कस्टमरले खाली हात पठाउँदैनौँ एउटा न एउटा गिफ्ट चाहिँ 100% ल फेरि भिडियो हेरेर आउने जतिलाई मात्रै फेरि भिडियो हेरेर आउने त्यो हुन्छ नि कि कोड कोड इम्पोस्टर ल इम्पोस्टर भन्ने ल लिने होइन ल इम्पोस्टर एकदम यति भन्दै बिदाय गर्न चाहन्छु म डेलीले चाहिँ कपाल काटिसकेको छ होइन अघि नै काटिसकेर चाहिँ थाहै नपाएको कि बल्ल यहाँ आएर बल्ल थाहा भइदिएर कपाल काटेको भनेर है ल हेरे कपाल ल उए ह्यान्डसम देखेँ अरे यार पछाडि लुक ब्याक उए ल कस्तो लाग्यो भन्नु त एकदम दामी लाग्यो होइन मैले चाहिँ ठ्याक्क यो फ्लोमा जुन गयो नि यो होइन ठ्याक्कै मैले भने जस्तै पाएँ कि त्यही माथि खुसीदा पछाडि लेयर बस्नु खोजेको लेयर पनि भर्खर राम्रो होइन लङ्गै चाहिएको ल प्लस लेयर माइरहेको ठुलो र भन्नु एकदम खुसी ट्याक्कै भयो तपाईँहरू नि आउनु सक्नुहुन्छ कटर चोकमा भएको मुक्तिनाथ ज्वेलर्सको सुनपसलको साइडमै छ एउटा नाच्ने अघि नै देखाइसकेँ मैले दिन यहाँ आउन सक्नुहुन्छ तपाईँहरू है ल हामी चाहिँ देवीको कपाल काटेर निस्किसकेछौँ फेरि हामी स्नो खान लाग्यो अघि दुईजना मात्रै भएर मजा आएन क्या त्यही भएर अब यो ढिलै गएको हामी भन्नै जाममा फस्न अड्कियो निस्कियो है हामी ल हामी चाहिँ आइसक्यौँ है यहाँबाट ढक्क भित्र यहाँ चाहिँ स्नो होइन है लिन जाँदै हामी के भन्न चाहन्छु हामी खुसीमा हामी मान्छेले चाहिँ आज चियाको स्पोन्सर गर्छ है। ओ ल ल ल है बस्छ, ल त्यसलाई पनि भने ल ओ सुन जो हार्छ त्यसले चियाको स्पोन्सर गर्छ आज ल हो नि डिल डन हो नि डिल डन जो हार्छ त्यसले चियाको पैसा तिर्छ 3 कपको मात्रै हो चिया धेरै होइन फेरि होइन अब यहाँ चाहिँ पोइन्ट अनुसार गरिन्छ ल सुरुमा कति ब्रेक गर्छ यस्तो परेको यस्तो परेको हान छिटो मऱ्यो उति गरेर
लगायत यहाँ स्विमिङ गर्दा हारिसकेको छ हारेर लगायत यहाँ स्विमिङ गर्दा हारिसकेको छ कति 19 पोइन्टले हारिसकेको छ फर्स्ट टाइम नभयो मैले जितिसकेको थिएँ लास्टमा आएर हारेँ यो हाऱ्यो म सेकेन्ड भएँ अब हारेकोले यसले खुवाउँछ यहाँ सुप्रिमजीले घाट हानेको अवस्था जतिखेर पनि घर जान्छु भने खुवाउनु पर्छ भनेर घाट हाने है स्नुकरमा नि हारेँ लास्टमा यहाँ मैले मैले खुवाउनु पर्यो 250 तिरे यहाँ चियामा यहाँ 450 तिरे 1000 रुपैयाँ त मोमो पनि उलायो अन्वेषाजी आइरह नयाँ स्कुटर किनेको रे यसले नाटक नै हुँदैन नाटक सर आजको ब्लग यहीँ इन गर्न चाहन्छु धन्यवाद यहाँसम्म दिनुको लागि नमस्कार बोल्न मुला थ्याङ्क यू सो